नमस्कार, फेरि पनि आइसकेको छ यो सुसल्लामा तपाईँहरूको सामु। अहिले चाहिँ म 1 to 10 जानला, त्यहाँबाट अब के उठाउँछ हजुरहरूलाई देखाउने छु आजको पनि हैन, राम्रोसँग देखाउने छु। कस्तो लाग्छ हेर्न सक्नुहुन्छ। बाहिर गर्मी पुगेको छ हो, 45 यस्तै पुगेको छ हैन। दिउँसो त बबाल गर्मी लागिरहेछ। भन्छन् मान्छेहरूले विदेश गइसकेपछि बिर्सेछ भन्छ। टाउकोले थाम्न नसक्ने गरी घाम आएको छ, त्यस्तै काम गर्ने ठाउँमा प्रेसर आएको छ त्यस्तै। अनि कहाँबाट मान्छे हुन्छ त लाग्छ त, अनि कहाँबाट फोन सोन कहाँबाट भन्ने बित्तिकै त्यो सोचेर गर्नै भ्याउँदैन कि त्यतिसम्म प्रेसर भइरहेको हुन्छ क्या मान्छेलाई चाहिँ। भन्छन् यहाँ हो त्यो कुराहरू मान्छेले अब हावा हुँदै जस्तो लाग्छ मलाई चाहिँ अहिले। त्यही भएर जे छ साथीभाइ सम्झेको छँदैछ, आफ्नो परिवार सम्झेको छँदैछ, दाजुभाइ सम्झेको छँदैछ। तर के गर्नु, तर टेम्पो नमिला, फरक त्यति मात्र हो।